जय श्रीमन्नारायण, जय पशुपतिनाथ। आज हामीहरू एक पूर्ण राज्यको विषयमा चर्चा गर्नेछौँ। पूर्ण राज्य अर्थात् राष्ट्रको तात्पर्य के हुन्छ त भन्दाखेरि जुन देशमा राष्ट्र हुनको लागि आवश्यक तत्त्वहरू चाहिन्छन् त्यो विषयमा चर्चा गर्नेछौँ। विशेषतः के भन्दाखेरि एक राष्ट्रमा राज्यमा 7 अङ्ग मानिएका छन्, जस्तै राजा, मन्त्री, सेना, कोष, दुर्ग इत्यादि। र यस प्रकार हाम्रो नेपालको विषयमा पनि चर्चा गर्ने हो भने नेपालमा यो जो नेपाल भन्ने राष्ट्र छ यसलाई राजाहरूले नै बनाएका हुन्। म यो पक्षमा छैन कि एक व्यक्तिलाई राजा बनाइदिने, त्यसको निरङ्कुश शासन होस्, यस्तो पक्षमा छैन। तर जुन शाहवंशले नेपालको एकीकरण गरे त्यो वंशको विच्छेद हुनु हुँदैन, किनकि पहिलेदेखि चलिआएको परम्परा पनि यही छ। र जो राजा हुन्छ उसलाई देशप्रति प्रेम हुन्छ र परम्परागत राजालाई जो नयाँ बन्दैन, परम्परागत छ, उसलाई देशको माया पनि हुन्छ। र यदि मैले नराम्रो काम गरेँ भने अगाडि मेरो वंशलाई हानि हुन्छ भन्ने डर पनि हुन्छ। राजा एउटा देशको लागि मूल स्तम्भ हो, मेन मूल खम्बा हो। र देशको सञ्चालन गर्ने को हुन् त भन्दाखेरि मन्त्रीहरू हुन्, प्रधानमन्त्री र अन्य मन्त्रीहरू हुन्छन्। र देशको रक्षा गर्ने सेनाले हो। र यस प्रकार यदि मन्त्रीहरू ठिक भएनन् भने राजा पनि टिक्न सक्दैन। राजाले मन्त्रीहरूको जो व्यवहार छ, चरित्र छ, त्यो पनि बुझ्नु पर्दछ। र प्रजाहरूको जो सुख दुख छ त्यसलाई पनि राजाले बुझिरहेको हुनुपर्दछ। महाभारत आदि ग्रन्थमा आउँछ कि प्रजा सुखे सुखम राज्ञः प्रजानां च हिते हितम् नात्म प्रियम प्रियम राज्ञः प्रजानां तु प्रियम प्रियम। भनिएको छ कि प्रजा यदि सुखी छन् भने त्यही नै राजाको सुख हो। र यदि कुनै कार्यले प्रजाको हित हुन्छ भने त्यो नै राजाको हितकारक हो। अतः राजालाई आफ्नो कुनै पनि प्रिय चिज हुँदैन, अर्थात् आफ्नो लागि, केवल आफ्नो लागि यदि कोही राजाले प्रिय गर्न चाहन्छ भने त्यो राजा वास्तविक राजा हुँदैन। किनकि जो प्रजाहरूको प्रिय छ, प्रजाहरूको हित गर्ने कार्य छ, वस्तु छ, त्यही नै राजाको लागि हितकारक हुनुपर्दछ र प्रिय हुनुपर्दछ। यस प्रकार शास्त्रमा वर्णन गरिएको छ। अब चर्चा चल्ला कि अब विश्वभरमा कहीँ राज शासन छैन, अब राजा शासनको किन चर्चा गर्ने? तर यस्तो होइन। अहिले पनि विश्वमा धेरै देशमा राजाहरू छन्, उनीहरूको प्रत्यक्ष शासन चलिरहेको हुन्छ। उनीहरूले बाहिर देखाउँदैनन् कि राजाको प्रत्यक्ष शासन चलेको छ भनेर, तर सबभन्दा मजबुत देश उनी नै छन्। जुन देशमा गणतन्त्र छ, चुनाव हुन्छन्, उनी देशहरूमा पनि जुन देशमा सरकार स्थिर छैन, शासक स्थिर छैन, त्यो देश कहिल्यै पनि उन्नतिलाई प्राप्त गरेको छैन। हामीले देख्दछौँ चाइना, रुस, भारत आदि देशमा हेरौँ, जो विकासको क्रम बढ्दैछ वहाँ एकै व्यक्ति लगातार शासन गरिरहेको छ। यदि एउटै व्यक्ति सत्तामा बस्दछ जो देशप्रेमी छ, प्रजाको हित चाहन्छ भने उसैको समयमा विकास पनि सम्भव छ। यदि व्यक्ति फेरिँदै गयो, बदलिँदै गयो, सत्ता बदलिँदै गयो भने विकास पनि रोकिन्छ। तसर्थ परिभाषा बदलिएको हो तर व्यवस्था उही नै हो। अर्थात्
जुन व्यवस्था राजाको समयमा राजा हुँदा हुन्थ्यो त्यही व्यवस्था अहिले व्यक्तिहरूले नामान्तरणले परिभाषाले फेरेका हुन्। अहिले राष्ट्रपति हुन्छ कुनै पनि देशमा, तर काम प्रधानमन्त्रीले गर्दछ। उसै प्रकार राजाको ठाउँमा राष्ट्रपति आए पनि यदि देशको हित चाहने कुनै मन्त्री छैन, राष्ट्रपति छैन भने देशको हित हुन सक्दैन। र अहिले जो गणतान्त्रिक व्यवस्था छ यसको सुरुवात कसले गरेको, किन गरेको भन्दाखेरि जो साम्राज्यवादी छन्, वैदेशिक शक्तिहरू, उनीहरूले आफ्नो शक्तिलाई मजबुत गरेर अन्य जो कमजोर राष्ट्रहरू छन् वहाँ आफ्नो अप्रत्यक्ष शासन गराउनको लागि अनेक पार्टीहरू खोल्दछन् र आपसमा आन्तरिक कलह गराएर देशलाई अस्थिरतातिर लान्छन् र अस्थिरताको मौका छोपेर देशमा कसरी हुन्छ, धर्मान्तरणको माध्यमले हुन्छ कि अथवा गुप्तचरहरूलाई पठाएर देशको आन्तरिक जो शक्ति छ त्यसलाई कमजोर गरेर हुन्छ, कसरी हुन्छ, देशलाई गुलाम राख्न चाहन्छन्। अतः हामीले विचार गर्नुपर्दछ नेपालको विषयमा। नेपाल भनेको एउटा सनातन धर्मले युक्त हिन्दू धर्मावलम्बीहरूको देश हो, जहाँ सबै वर्णका सबै जातिका व्यक्तिहरू मिलेर रहन्छन्। आपसमा कसैको कसैप्रति वैरभाव हुँदैन। एकले अर्कालाई त मेरो समुदायमा आउनु पर्दछ, तेरो समुदाय ठिक छैन भनेर धर्मान्तरण जस्तो खेल चल्दैन। तर अहिले के छ त भन्दाखेरि इसाईहरूका अनेक राष्ट्र छन्, मुसलमानहरूका अनेक राष्ट्रहरू छन्। उनीहरूले आफ्नो राष्ट्र बढाउनको लागि धर्मान्तरण गराएका छन्। यदि शासन सत्तामा विधर्मी व्यक्ति पुगे, जसले धर्मलाई मान्दैन, त्यस्ता व्यक्ति पुगे भने प्रजाहरू पनि विधर्मी नै हुन्छन्। महाभारतमा आउँछ कि राज्ञी धर्मिणी धर्मिष्ठा पापे पापः समय समाः राजानां मनुवर्तन्ते यथा राजा तथा प्रजा। यदि राजा धार्मिक छन्, सदाचारी छन्, भ्रष्टाचार गर्दैनन् भने प्रजा पनि त्यस्तै हुन्छ। यदि राजा भ्रष्टाचारी, धर्म नमान्ने, राष्ट्रपति प्रेम नभएका छन् भने जनता पनि त्यस्तै हुन्छ। तसर्थ जो पनि शासन सत्तामा बस्दछ उसैको आधारमा धर्मको स्थिति रहन्छ। हामीहरूले सोध्दछौँ कि 21वां शताब्दी पुगिसक्यो, अब धर्मको कुरा गर्ने भनेर सोध्दछौँ। तर धर्म छोडेको त केवल हिन्दूहरूले, इसाईहरूले, मुस्लिमहरूले आफ्नो धर्म छोडेका छैनन्। आफ्नो देशमा उनीहरू कति कट्टर छन्। यदि कुनै मुसलमानको जो नबी पैगम्बर आदि भन्दछन् उनीहरूको निन्दा गरिदिने हो भने उस व्यक्तिको हत्या गरिदिन्छन्, यतिसम्म कठोर छन्। तर हाम्रो समाज आफ्नै जो इष्ट देवताहरू छन्, आफ्नै देशका जो क्षेत्रका जो देवताहरू छन्, उनीहरूको अपमान हुँदाखेरि पनि चुप रहेर बस्दछौँ। यो कसले सिकाएको त भन्दा विदेशीहरूले हाम्रो सत्तामा, हाम्रो शासनको जो शक्ति छ त्यस्तो शक्ति केन्द्रमा आफ्नो मान्छे राखे र पापी व्यक्तिलाई, जसलाई सनातन धर्मप्रति निष्ठा छैन त्यस्ता व्यक्तिलाई शक्ति केन्द्रमा राखेर अन्य प्रजालाई पनि धर्मान्तरणको लागि प्रोत्साहित गरिरहेका छन्। तसर्थ हामीले यो चिजलाई विशेष ध्यान दिनुपर्दछ। अब कुरा आउँछ कि कलियुगमा सबै अधर्मी हुन्छन्, धर्मको ह्रास हुन्छ भनेर शास्त्रले नै भनेको छ। किन भनेको भन्दा यो सबै शासक वर्ग जो छन्, जसलाई आजकल राजा नभनेर राष्ट्रपति, प्रधानमन्त्री आदिको पदमा देखिन्छ, जो शक्तिको सन्तुलनको केन्द्रमा हुन्छन्, उनीहरू यदि पापी भए भने प्रजाहरू पनि पापी हुन्छन्, र यदि धर्मात्मा भए भने प्रजा पनि धार्मिक हुन्छन्।
भनिएको छ। महाभारतमा आउँछ कि 4 युग सत्य त्रेता द्वापर कली 4 युग राजाको अनुसार नै चल्दछन्। अर्थात् राजा यदि सत्यवादी धार्मिक छन् भने सत्ययुगलाई पनि ल्याउन सक्दछन्, र यदि पापी र अधर्मी छन् भने कलियुग स्वतः आउँछ भनेर वर्णन गरिएको छ। कृतं त्रेता द्वापरं च कलिश्च भरतर्षभ राजवृत्तानि सर्वाणि राजैव युगमुच्यते। अर्थात् राजा नै युग हो। यदि सज्जन धार्मिक राजा छ भने यस समय पनि सत्ययुगको आगमन हुन्छ। यदि राजा ठिक छैनन् भने प्रजा पनि त्यस्तै स्वभावका हुन्छ। अतः हामीहरूले जो शासनको केन्द्रमा छन्, अब हामीहरू विचार गर्दाखेरि राजाको विषयमा चर्चा गर्न चाहँदैनौँ, तर व्यवस्थामा हेर्ने हो भने परिभाषाको रूपमा हामीले राजाको शब्द त प्रयोग गर्दैनौँ, तर व्यवस्थाको रूपमा हेर्ने हो भने मन्त्री सेना भनेको के हो त? जसरी एउटा शरीरको हात खुट्टा शिर आदि अङ्ग हुन्छन्, त्यो शरीर जो हुन्छ, शरीर बिना यी अङ्गहरू रहन सक्दैनन्, अङ्गी बिना अङ्ग रहन सक्दैनन्। उसै प्रकार मन्त्री भनेको पनि राजाको सहायक हो, सचिव, सेना, यी सबै के हुन्? राजाकै अङ्ग हुन्। तर हामीले राजा त हटायौँ, तर त्यो राजाको जो व्यवस्था थियो त्यसलाई हटाउन सकेका छैनौँ। त्यो राजाको ठाउँमा हामीले राष्ट्रपति राखियो। कस्तो राष्ट्रपति त भन्दाखेरि जो पार्टीद्वारा चयनित छ, जो पार्टीले भनेको कार्य गर्दछ। अर्थात् कुनै एक व्यक्तिगत अथवा एक समुदायले, विशेष समुदायले नियुक्त गरेको व्यक्तिलाई, जो समुदायको कुरालाई मान्दछ, यस्तो व्यक्तिलाई हाम्रो राष्ट्रपति बनाइयो, प्रधानमन्त्री बनाइयो। यसले के भयो त भन्दाखेरि वैदेशिक शक्तिहरूले आफ्नो सङ्गठन खडा गरेर त्यो शासन सत्तामा आफ्नो व्यक्तिलाई राखेर त्यो सत्ताको जो चाबी छ, शक्ति छ, त्यसलाई कन्ट्रोल गर्न सक्ने भयो, स्वयं नरहेर पनि। अब हामी हेरौँ, पृथ्वीनारायण शाहले एकीकरण गरेको जो नेपाल थियो, त्यो समयमा नेपालीहरूको जो नेपालीपना थियो त्यसको रक्षा भएको थियो। जति पनि नेपालीहरू छन्, कुनै पनि स्थानमा छन्, ती सबै नेपाली हुन् र नेपालको भूभाग पुरै नेपाल हो भन्ने भावना थियो। तर अहिले के भयो त भन्दाखेरि कालान्तरमा जाँदाखेरि जो राजवंश, जो शाहवंश थियो, त्यसलाई कमजोर गर्नको लागि ब्रिटिस अङ्ग्रेजहरूले जङ्गबहादुरलाई साथ दिए। यद्यपि जङ्गबहादुर इसाई धर्मान्तरण गर्नको लागि प्रत्यक्ष रूपमा उनले दिएनन्, तर मुलुकी ऐन आदि बनाएर जो ब्रिटिसहरू चाहन्थे कि नेपालमा जातीय विभेद होस्, जनताहरू जो एकजुट छन्, सबै मिलेर बसेका छन्, त्यसमा जातीय द्वन्द्व भएर आपसमा उल्झन भन्ने जो भावना थियो, त्यो भावनालाई मुलुकी ऐनद्वारा कानुनी मान्यता दियो। अर्थात् जो छुवाछुत आदि व्यवहारिक केवल व्यक्तिगत रूपमा छुवाछुत मान्ने व्यवस्था थियो हाम्रो शास्त्रमा। अर्थात् व्यक्ति स्वतन्त्र रूपले कसैले छुवाको खान पनि सक्छ, नखान पनि सक्छ, त्यो स्वतन्त्र थियो। आफ्ना घरमा यसरी रहनुपर्छ भन्ने नियम थियो। तर तीर्थ, विवाह, उत्सव, यात्रा आदिमा यो छुवाछुतको कहीँ पनि प्रसङ्ग थिएन। तर यसलाई कानुनी मान्यता दियो र एउटा छुवाछुतको समाजै सिर्जना गरियो र वर्गलाई पनि छुवाछुतमा विभाजन गरेर आपसमा लडाउने खेल चल्यो। यसले के भयो त भन्दाखेरि समाजलाई फुटाउन सजिलो भयो। एक त अङ्ग्रेजहरूले जातीय विभेद ल्याएर समाजलाई फुटाए। जाति हुनु नराम्रो होइन, आफ्नो जाति हुनुपर्दछ, जातिमा गौरव गर्नुपर्दछ, किनकि जाति भनेको हाम्रो पहिचान हो, हाम्रो स्वभाव हो, हाम्रो कुल हो, वंश हो, परम्परा हो, हाम्रा पूर्वजहरूको अखण्ड
र अविच्छिन्न परम्परा, यसलाई कहिल्यै पनि अपमानित गर्नु हुँदैन। र जातिको अनुसार जो विधान छन्, आफ्नै जातिमा विवाह गर्ने, आफ्नै जातिको कर्मलाई अगाडि बढाउने गर्नुपर्दछ। तर हामीहरूमा के भयो त भन्दा हामीले कर्म त छोड्यौँ तर जातिलाई छोडेनौँ, र जातिमा जो छुवाछुतको भावना थियो त्यसलाई प्रधानता दियौँ, कर्मलाई प्रधानता दिएनौँ। यदि कर्मलाई प्रधानता दिइन्थ्यो भने अहिले हेरौँ, शूद्र जसलाई दलित भनिन्छ उनीहरूको कर्म के थियो? काठद्वारा सामग्रीहरू बनाउने, फर्निचर, माटो ढुङ्गाका कार्य गर्ने, फलामका कार्य गर्ने। आजकल जति पनि विकासको लागि आवश्यक वस्तुहरू छन् जसको धेरै माग छ, त्यो सबै क्षेत्र भनेको दलित वर्गको भनौँ अथवा शूद्रको थियो। तर अहिले शूद्रहरूले त्यो कर्म छोडे। किन छोडे त भन्दाखेरि जो शासक आएका थिए उनीहरूले जातीय विभेद ल्याइदिए र जातीयतामा पनि छुवाछुतलाई प्रधानता देखाए, तर कर्मलाई जो उनीहरूको कर्म थियो उसलाई छिन्दिए। र यस प्रकार हाम्रो जो कर्म थियो त्यो पनि गयो। कर्म जाँदाखेरि जब कर्मै नगरे पछाडि कर्मण्येव अधिकारस्ते मा फलेषु कदाचन, भगवानले भन्नुहुन्छ कर्म गरे पछाडि कर्म नै ईश्वर, कर्मैव गुरुरीश्वर भनेको छ। कर्म नै गुरु हुन्छ, ईश्वर हुन्छ, कर्मले नै सबै सिकाउँछ। हामीले यदि कर्म गर्ने हो भने राम्रो कर्म गर्ने व्यक्तिलाई कहिल्यै पनि भोकै रहनु पर्दैन, कहिल्यै दुःख हुँदैन। तर हामीहरूले आफ्नो कर्म छोडियो, तर जो जात छुवाछुत थियो त्यसैमा उल्झिरह्यौँ। छुवाछुत भनेको कोही विशेष वस्तु होइन। छुवाछुत जहाँ जो प्रसङ्ग आउँछ, कुनै व्यक्तिले कसैले छुएको खाँदैन, आफ्नो नियम गर्छ, ऊ व्यक्तिगत हो, त्यो व्यक्तिसम्म मात्रै सीमित छ। तर हामीले त्यो भावनालाई ओहो त्यो व्यक्तिले मैले छुएको किन खाएन, त्यो व्यक्तिले मलाई घरमा किन बोलाएन, त्यो व्यक्तिले यस्तो यो के एउटा ईर्ष्या जस्तो हुँदै जान्छ र त्यसले कहिले पनि कल्याण गर्दैन। मैले आफ्नो विकास आफै गर्ने हो, मैले अरूप्रतिमा आशा गर्दिनँ, यस्तो भावना राखेर आफैले स्वयं स्वावलम्बी स्वयंमा स्वयं अवलम्बित हुनुपर्दछ, अर्थात् आश्रित हुनुपर्दछ, अरूमा आश्रित हुँदैन। यो भावना राखेर अगाडि बढियो भने मात्र हाम्रो विकास हुन्छ। यस प्रकार आफ्नो कर्मलाई पनि प्रधानता दिनुपर्दछ र धर्म पनि छोड्नु हुँदैन। र यस प्रकार यदि कुनै पनि देशमा प्रजाहरू धार्मिक छैनन्, विखण्डित छन् भने त्यो देशको विकास कहिले पनि हुँदैन। साथमा देशका जो युवाहरू छन्, प्रजाहरू छन्, ती दुखी छन् भने जो शासक वर्ग छ, यहाँ राजाको कुरा नगरौँ, जो शासक वर्ग छ त्यो पनि सुखी हुन सक्दैन। दुखी देशमा जहाँ प्रजाहरू दुखी छन् त्यो देशमा राजालाई, शासक वर्गलाई पनि दुःख अवश्य हुन्छ। अहिले ठुल्ठुला नेताहरू छन्, मन्त्री भए, प्रधानमन्त्री भए, राष्ट्रपति भए। हाम्रो नेपालको स्थिति हेर्ने हो भने उनीहरू केमा सुख छन्, किन सुखी छन् त? प्रजा दुखी छन् तर मन्त्रीहरू सुखी छन्। किन त भन्दाखेरि यिनीहरूले जनताहरूको पैसा लिएर विदेशमा आफ्नो व्यवस्था गरेका छन्। भोलि कुनै सङ्कट आइलाग्यो भने विदेश सुरक्षित छ भनेर उनीहरू ढुक्क छन्। यदि नेताहरूलाई, मन्त्रीहरूलाई र ठुलो पदमा रहेका व्यक्तिहरूलाई विदेशमा जमिन लिन प्रतिबन्ध लगाउने, उहाँको नागरिकता लिन प्रतिबन्ध लगाउने हो भने देश आफै सुखी हुन्छ, विकास हुन्छ। किनकि यदि प्रजा दुखी भए, हामी सुखी भइयो भने हामी स्थिर हुन सक्दैनौँ भन्ने सबैलाई ज्ञान हुन्छ। तसर्थ अब हामीहरू जाग्नु पर्दछ नेपालको विकासको लागि। र एउटा नेपालको विषयमा के छ भन्दाखेरि जो जङ्गबहादुर राणाले अङ्ग्रेजहरूको सजिलोको लागि जो जातीय ऐन लागू गरे, त्यसको साथसाथमा नेपाली जो शक्ति थियो, सेनाको शक्ति, गोर्खा सेना, पृथ्वीनारायण शाहले बनाएको, त्यो सेनालाई पनि अङ्ग्रेजहरूको हातमा दिए। देशका जो विकासमा योगदान दिन्थे, देश चलाउन समर्थ थिए, जसले देश चलाउनु पर्दथ्यो, त्यस्ता युवाहरू गोर्खा रेजिमेन्टमा गए, ब्रिटिसमा सेनामा गए। र यसले के भयो त भन्दाखेरि देशको पतन प्रारम्भ भयो। जुन देशका युवाहरू, सेनाहरू विदेशीको गुलाम छन्, नोकर छन्,
के त्यो देशको स्वाभिमान रहन सक्छ? रहन सक्दैन। तसर्थ हामीले अब विचार गर्नुपर्दछ कि हाम्रा युवाहरू जो देशका भविष्य छन् तिनीहरूलाई अब आधिकारिक रूपमा विदेशीको गुलाम हुनको लागि, नोकर हुनको लागि कहिले पनि हामीले यो वैधानिकता दिनु हुँदैन। देशमा नै कसरी हुन्छ देश चलाउन दिउँ न, किन हामीले विदेशमा सेना बनाएर पठाउने? नोकर हुनको लागि किन पठाउने? हाम्रै देशका शासक बनुन्, उद्योगी हुन्, व्यवसायी हुन्, देश आफै आत्मनिर्भर बनोस्, तब देश रहन्छ। तसर्थ हामीहरूले अब देशको उन्नतिको लागि युवाहरूलाई विदेश जान पनि दिनु हुँदैन। यो वैधानिकतालाई पनि हामीले अन्त गर्नुपर्दछ कि हाम्रा देशका युवाहरू विदेशी सेना बनुन्। र साथमा अब हामीहरूले जो अप्रत्यक्ष रूपमा जङ्गबहादुर राणाको कालदेखि देशमा जो अस्थिरता आयो र देशको जो शक्ति विदेशीको हातमा गयो, सेनाहरू पनि हाम्रा युवाहरू पनि विदेशीको गुलाम हुन गए, नोकर हुन गए, यसको अन्त गर्नुपर्दछ। र युवाहरूले अब जागेर देशलाई अगाडि बढाउनु पर्दछ। अस्थिरता अहिले हामीले हेर्दाखेरि जनजी आन्दोलन पछाडि देशमा अस्थिरता देखिएको छ। अस्थिरता नभइकन स्थिरता आउँदैन। हामीले जब तक चलायमान यो राष्ट्रलाई देखिँदैन तब तक यसको स्थितिलाई जान्न सकिँदैन। यही बेलामा सबै जागरुक हुन आवश्यक छ। सबै नेपालीहरू एकजुट भएर अब कसरी हुन्छ, पृथ्वीनारायण शाहको कालमा जो राजाको स्थिति थियो त्यो स्थितिलाई ल्याउन आवश्यक छ। जङ्गबहादुर राणाले जो राजालाई केवल गद्दीमा राखेर सबै कार्य आफै गरे, त्यही परम्परा अगाडि आएर बहुदल होस् अथवा कुनै पनि स्थितिमा शक्तिको सन्तुलन सेनामा, मन्त्रीहरूमा गयो र विदेशीहरूले जो चाहन्थे त्यो अनुसार चलाउन लाग्यो। र अब हामीले के गर्नुपर्दछ भन्दाखेरि सबै नेपाली जनताहरू एकजुट भएर राजालाई, नेताहरूलाई र सबै शक्तिलाई एक ठाउँमा गरेर वैदेशिक हस्तक्षेप कसरी भएको छ यसलाई कसरी हटाउने र देशलाई कसरी स्वावलम्बी बनाउने योतिर ध्यान दिनुपर्दछ। नत्र हामी नेपालीहरू, नेपाल भन्ने देश त केवल स्वतन्त्र छ तर नेपालीहरू स्वतन्त्र छैनन्। कसले देश चलाएको छ, कसरी चलाउनु पर्ने हो, देशका जनताको भविष्य के छ, यस विषयमा हामीले यदि जानिएन भने हामी नितान्त परतन्त्र छौँ भनेर जान्नु पर्दछ। र देशको विकासमा जसको मुख्य भूमिका हुन्छ ती युवाहरू नै देशमा रहेनन् भने देश स्थिर रहन सक्दैन। र हामीले विशेष गरेर यसलाई ध्यान दिनुपर्दछ कि जुन व्यक्तिले विदेशमा आफ्नो सम्पत्ति जम्मा गरेको छ, जमिन घर बनाएको छ, त्यो व्यक्तिलाई कहिले पनि शासनको सर्वोच्च स्थानमा बस्न दिनु हुँदैन, किनकि त्यस्ता व्यक्तिहरूलाई देशप्रति प्रेम हुँदैन। भविष्यमा दुःख आइलाग्यो, हुँदै सङ्कट आइलाग्यो भने हामी विदेश गएर बस्न सक्छौँ भन्ने उनीहरूमा भावना हुन्छ र देश अस्थिरतामा जान्छ। बङ्गलादेशमा हेरौँ, श्रीलङ्कामा हेरौँ, सत्ता पल्टे पछाडि भागेर जान्छन्, विदेशमा गएर बस्दछन्, देश अस्थिरतामा गयो। नेपालको स्थिति हेर्ने हो भने राजा ज्ञानेन्द्र शाहलाई जब गद्दीबाट निकाले राजा देश छोडेर गएनन्। उनलाई देशप्रति माया थियो र उहाँ बसे, तर भ्रष्टाचार गरेका कुनै नेताहरू भागे, कुनै विदेशमा सम्पत्ति थियो लुकेर बसे र मौका छोपेर फेरि आएका छन्। र हामीले यिनीहरूको जसको विदेशमा सम्पत्ति छ त्यसको छानबिन गर्नुपर्दछ र विदेशमा सम्पत्ति जम्मा गर्ने अनुमति दिनु हुँदैन। देशमा जसले आफ्नो विकास गर्दछ, स्वयंको विकास गरेर देशैमा बसे पनि जनताको पनि विकास हुन्छ, यसमा कुनै दोहरा छैन। तसर्थ जो व्यक्ति देशप्रति प्रेम राख्दछ, देशमै रहन्छ, त्यस्ता व्यक्तिलाई, राष्ट्रवादी व्यक्तिलाई हामीले सर्वोच्च स्थानमा राख्नुपर्दछ। र हाम्रो वाद भनेको पहिलाको जस्तो कम्युनिस्टवाद, माओवाद र लेनिनवाद आदिलाई हामीले लिनु हुँदैन। हामीले आफ्नै वाद सृजना गर्नुपर्दछ कि हामीले हाम्रो विकास कसरी हुन्छ, हाम्रा संसाधन कसरी प्रयोग गर्ने, समाजलाई कसरी मिलाएर
अगाडि बढ्ने भनेर विचार गर्न सक्दैनौँ? पशुहरूको लागि हो नियम अरूले बनाएर त्यो नियममा बाँध्ने, तर मनुष्यले आफ्नो नियम आफै बनाउन सक्दछ। तसर्थ नेपालीहरूले अब कुनै अन्य तन्त्रमा जानु हुँदैन। नेपालीहरूको स्वतन्त्रता, स्वनिर्णयको अधिकार, सार्वभौमिकता यो कसरी सुरक्षित हुन्छ त्यस विषयमा हामीले ध्यान दिनुपर्दछ र देशलाई एउटा पूर्ण राज्यको रूपमा स्थापित गर्नुपर्दछ। पूर्ण राज्यमा के हुन्छ? देशमा गुप्तचर हुनुपर्दछ, सेना बलियो हुनुपर्दछ। कष्ट आइलाग्दाखेरि सेनाले देश सम्हाल्न सकोस् त्यो हुनुपर्दछ। अहिले त के भएको छ? मन्त्रीहरूले भ्रष्टाचारको लागि राजा हटाउने, मन्त्रीहरू भ्रष्टाचारी भए पछाडि अब तिनीहरूलाई सैनिकले किन रक्षा गर्ने? सैनिकले पनि साथ दिएन, हेलिकप्टर लिएर भाग्नु पर्यो। अब भोलि सैनिकको पनि यही स्थिति आउन सक्छ, जनताले साथ दिएनन् भने। तसर्थ जो सर्वोच्च शक्ति छ देशको त्यसलाई रक्षा गर्नुपर्दछ र देशका जो राज्यका जो अङ्गहरू छन्, संविधानदेखि लिएर जो न्याय प्रणाली छ त्यसदेखि लिएर राजा, मन्त्री, सेना, कोष, गुप्तचर, प्रजा, देशको सिमाना यो सबै सुरक्षित हुनुपर्दछ र हामीहरूले अब वैदेशिक परतन्त्रतादेखि माथि उठ्ने बेला आएको छ। भारतमा प्रत्यक्ष रूपमा जनताहरू परतन्त्र थिए र आफ्नो स्वराजको लागि, स्वतन्त्रताको लागि आन्दोलन गरे र अहिले आफ्नो विकासको लागि, स्वतन्त्रताको लागि अघि बढ्दैछन्, तर पनि अहिले पूर्ण स्वतन्त्रता प्राप्त गरेका छैनन्। तर नेपाली भूमि परतन्त्र नभएको कारण नेपाली जनता परतन्त्र भएर पनि आफूलाई स्वतन्त्र ठानेका छन्। यो नै दुर्भाग्यको कुरा। एउटा देश भनेको व्यक्तिभन्दा, समाजभन्दा, परिवारभन्दा, समाजभन्दा कयौँ माथि हुन्छ। देश रह्यो भने सबै चिज रहन्छ। देश सुखी भयो भने जनता पनि, प्रजा पनि, समाज पनि सबै सुखी हुन्छ। देशको समृद्धि भयो भने समाजको, व्यक्तिको, परिवारको समृद्धि हुन्छ। तसर्थ देशलाई हामीले सर्वोच्च स्थानमा राख्नुपर्दछ र जो नेपाली अस्तित्व छ, हाम्रो स्वाभिमान छ, यसको रक्षाको लागि अब नेपाल देशलाई विदेशीको हातमा जान दिनु हुँदैन र नेपाली जहाँ जहाँ छन् ती प्रत्येक नेपालीप्रति अपनत्व ल्याउनु पर्दछ। यदि अपनत्व भएन, केवल वैदेशिक इसारामा हामी शासन गर्न मात्रै तत्पर रह्यौँ भने देशको विकास हुन सक्दैन र हामीले आफ्नो स्वार्थको लागि विदेशीहरूलाई पनि नागरिकता दिने कसरी हुन्छ? आफ्नो भोट, मतदान प्रतिशत बढोस् भनेर यदि त्यही भावना राखियो भने देशको कहिले पनि विकास हुँदैन। आफ्नो क्षणिक विकास त होला केही वर्षको लागि, तर दीर्घकालीन देशको पनि उत्थान हुन सक्दैन। तसर्थ हामीहरूले अब देशको विकासको लागि प्रजाहरू सुखी हुन्, राष्ट्रको स्वतन्त्रता रहोस्, हामी स्वाभिमानले जिउन सकौँ, आफ्नो देशमा, आफ्नो समाजमा आफै गरेर स्वाभिमानपूर्वक रहन सकौँ, यसको लागि हामी अगाडि बढ्नुपर्दछ र युवाहरूलाई भविष्यमा विदेशीको नोकर बनेर, चाकर बनेर आफ्नो जीवनयापन गर्न नपरोस्, परिवारको साथमा रहेर सुखपूर्वक रहन सकुन्, यसको लागि नेपालीहरू अब जाग्ने बेला आएको छ। स्वतन्त्रताको लागि, स्वाधीनताको लागि, स्वराजको लागि कार्य गर्ने बेला आएको छ। तसर्थ यसमा सबैको ध्यान जाओस् भन्दै श्री पशुपतिनाथ, मुक्तिनाथ, गण्डकी आदि देवता तीर्थले परिपूर्ण यो देश नेपाललाई प्रणाम गर्दै सबै देवताहरूले नेपाली जनतालाई सद्बुद्धि दिउन्, सबैमा स्वाभिमान जागोस्, सबै मिलेर रहन्, समाजमा कसैको कसैप्रति हेय भाव नहोस्, आफै स्वयंमा आफैलाई सानो सोच्ने जो भावना छ त्यसको अन्त होस् र स्वाभिमानपूर्वक जिउन हामी सिकौँ भन्ने प्रार्थना गर्दै भगवान पशुपतिनाथ, मुक्तिनाथलाई प्रणाम गर्दै जय नेपाल, जय पशुपतिनाथ, जय मुक्तिनाथ।